आज चाहिँ म बायुङ नाच यानी कि सेग्रो डान्स गर्न जाँदैछु। हाङसिल्ली सेग्रो सिल्ली जानु चाहिँ ओखलढुङ्गा र सोलुखुम्बुमा बसोबास गर्ने बायुङ राई जातिको ठुलो पर्व गर्दै नाच्ने नाच हो। यो नाच्दा झ्याम्टाको तालमा मात्र नाचिन्छ। यस नाचमा प्राकृतिक गीत जोडिएको सिल्लीहरू मात्र हुन्छ। र म यति भन्दै मेरो प्रस्तुत देखाउन जाँदैछु। धन्यवाद। हाङसिल्ली बायुङ राई जातिको विशेष ठुलो पितृपूजा गर्दा नाचिने परम्परागत नृत्य हो। सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा प्रचलित यो नाच झियामटा तालमा मात्र नाचिन्छ र 3 दिन 4 रातसम्म निरन्तर चल्छ। मसिमी मसिचाहरूले झर्रा झ्वासी लगाउँछन् र हातमा भुमु र लिफे बोक्छन्। नाच आँगन ढोगनीबाट सुरु भई अन्त्यमा सबैले हात समाएर नारगुवा सिली गर्दै समाप्त गरिन्छ। धन्यवाद। साउन्ड बक्स गयो क्या? रेडी रेडी तेरा हाङसिल्ली बायुङ राई जातिको विशेष ठुलो पितृपूजा गर्दा नाचिने परम्परागत नृत्य हो। सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा प्रचलित यो नाच झियामटा तालमा मात्र नाचिन्छ र 3 दिन 4 रातसम्म निरन्तर चल्छ। मसिमी मसिचाहरूले झर्रा झ्वासी लगाउँछन् र हातमा भुमु र लिफे बोक्छन्। नाच आँगन ढोगनीबाट सुरु भई अन्त्यमा सबैले हात समाएर नारगुवा सिली गर्दै समाप्त गरिन्छ। धन्यवाद।